यतिखेर बालेन शाहको दाजुभाइ आफ्नो पिताको शवलाई वरिपरि परिक्रमा गरिरहेका छन्। अब दागबत्ती दिनको लागि बालेन शाहका दाजु र बालेन शाह बाबाका शवमा चक्कर लगाइरहेका छन्। तपाईहरु देख्न सक्नुहुन्छ। आज बालेन शाह माथि पितृशोक परेका थियो भने यतिखेर यहाँनिर श्रद्धाञ्जली दिने लगायत दागबत्ती दिने कार्य भइरहेको छ। दागबत्ती दिनको लागि यतिखेर बालेन शाहका दाजुभाइले बाबाको शव परिक्रमा गरिसकेपछि अब यतिखेर दागबत्ती दिएका छन्। तपाईहरु देख्न सक्नुहुन्छ। यो दागबत्ती दिँदै गरेको यो दृश्य बालेन शाह र बालेन शाहको दाजु दुईजना दाजुभाइ हो। बालेन शाहको भने अहिले यतिखेर दागबत्ती दिएर अझै पनि परिक्रमा गरिरहेको अवस्था छ। तपाईहरुले देख्न सक्नुहुन्छ। बालेन शाहले त्यहाँनिर अन्तिम संस्कार गर्ने क्रममा बाबाको खुट्टा ढोगेको अवस्था छ।